नमस्ते साथीहरू, हजुरहरू सबैजनालाई वेलकम छ मेरो च्यानलमा। अनि यो हामीले गुलाबको फुलहरू चाहिँ अलि बेसी नै केयर गर्नुपर्छ। मलजल मात्रै गरेर पनि हुँदैन रहेछ। यसमा लाई किराहरू एकदम लाग्छ। म 2-4 दिन माथि कोसीमा नआएको पानी परेको भएर मैले त्यति साह्रो हेरेको थिइनँ। अनि त्यसपछि यसमा त लाईहरू टन्नै लागेको रहेछ। अब यो लाईहरू मार्नुपर्ने हुन्छ। अनि यो लाईहरू मारेन भने चाहिँ फुलहरू राम्रोसँग फुल्न पाउँदैन। अनि त्यही भएर चाहिँ हजुरहरूले चाहिँ याद गर्नुपर्छ, लाई लागेको छ कि छैन भनेर दिनको एकचोटि चेक गर्नुपर्छ। धन्यवाद। मेरो लाइक र सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। भिडियो मन पर्यो भने थ्याङ्क यू।